हामी चाहिँ घुम्न आएको यो फुलबारी भन्ने ठाउँ होइन गाइज त्यस्तो छ यहाँ चाहिँ है घुम्न आएको केही छैन घुम्ने ठाउँ छैन फोटो खिच्ने ठाउँ छैन के हो अब चाहिँ हामी मासतिर जानु लाग्यो स्याङ्जातिर जानु लाग्यो गाइज चाहिँ गाइज हाम्रो भ्लग हेरिदिनु होला हामी यस्तो है हालत गाइज हामी चाहिँ यति आएछ साइकलमा हेर हाम्रो केटी हामी चाहिँ यता हेरिदिनु न छ्या कस्तो अझै एकदम लजाउने है गाइज कस्तो है हेर्नु है गाइज के त्यो केटाहरूलाई केही पनि हुन्न है छ्यादाहरू केही नु न पछि भन्यो भने पड्काइदिनु भनिदिनु म है जाऊँ ल ए केही नु न कि जाऊँ ल अन्त छिटो चाँडै गएर अहिले चाहिँ गाइज है के अरे कति बजे रे 4 बजेको छ कि 4 बजे अनि हामी चाहिँ अहिले यहाँ भर्खर भालमाएर पुगिरह अनि भालमाएर पुगिरह यस्तो छ है गाइज तपाईँहरू पनि आउनु सक्नुहुन्छ यस्तो छ लुक्स है यस्तो है फेरि सबै नरमाइलो रमाइलो होइन ता पनि घुम्न आउनु तपाईँहरूलाई स्वागत छ हामी चाहिँ पदमपुरबाट आएको के हामी चाहिँ हो साँच्ची गाइज घुमघामको लागि यस्तो मोड फ्रेस गर्नको लागि बिर्सिँदैन जाम्बुर त्यस्तो पोखरीहरू छ कि यहाँ पोखरीहरू छ अनि उता चाहिँ फुल हुन्थ्यो कि गाइज त्यहाँनिर चाहिँ फुल हुन्थ्यो अहिले चाहिँ फुल छैन कि गाइज छैन छ्या त्यस्तो छैन हामी चाहिँ साइकलमा जानु कहिले पुग्ने हो रात पऱ्यो भने चाहिँ छ्या त्यस्तो होइन कि छ्या पछाडि जानु लाग्यो त्यता त गाउँ हो अनि रमाइलो हुन्छ गाइजहरू आउनु होला तपाईँहरू पनि एउटा मान्छे छ अगाडि गइसक्यो यता हेरिसियो न ओ म गाइज कपडा फोहोर भयो अरे बडा हामी चाहिँ जाँदैछौँ हे तपाईँहरू पनि आउन सक्नुहुन्छ घुम्न सक्नुहुन्छ यसो मोड फ्रेस गर्न सक्नुहुन्छ यहाँ आएपछि टक्क होइन सबै कुरा भुल्न सक्ने क्षमता राखेर आउनुपर्छ अरे कि आज त्यस्तो भन्नु नै अरे कि आज फर्स्ट टाइम हो बनाउन आउँदैन गाइजहरू तपाईँहरू राम्रो भए पनि नराम्रो भए पनि हेरिदिनु होला खास त हामी उहाँको पछि देखाउनेछौँ कस्तो छ भनेर हेलो गाइज हामी चाहिँ घुम्न आएको यो फुलबारी भन्ने ठाउँ होइन गाइजहरू त्यस्तो छ यहाँ चाहिँ है घुम्न आएको